हेलो एभ्रिवान, दिस इज सुदीप। आई डु रियल इस्टेट इन काठमाडौँ र यो भिडियोमा चाहिँ मैले मालपोतको पास प्रोसेसको बारेमा डिस्कस गर्नेछु एन्ड आई सेयर माई पर्सनल एक्सपिरियन्स अल्सो। सो मालपोत पास प्रोसेस हुनुभन्दा अगाडि चाहिँ हामीले केही कुराहरू डिस्कस गरौँ। लाइक हजुरले चाहिँ प्रपर्टी भिजिट गर्नुभयो कुनै एजेन्टबाट अथवा आफ्नै साथीसँग, होइन, इन्ट्रेस्टेड हुनुभयो, त्यो प्रपर्टीमा हजुर इन्ट्रेस्टेड हुनुभयो भने हजुरले टोकन दिनुहुन्छ। टोकन 1 लाख 1.5 लाख 2 लाख जति पनि दिन सकिन्छ। हजुरले चाहिँ बिफोर टोकन दिनुभन्दा अगाडि चाहिँ हामीले चेक गर्नुपर्ने कुराहरू भनेको चाहिँ दुईवटा तिनवटा कुराहरू रहेको छ। जस्तै हजुरले टोकन दिनुभन्दा अगाडिसम्म चाहिँ प्रपर्टी इन्ट्रेस्टेड भइहाल्नुभयो। अब मलाई मन पऱ्यो, म टोकन बुक गर्छु, त्यसपछि बैना गर्छु, त्यसपछि पास प्रोसेस गर्छु भन्ने हुन्छ है त। नर्मली त्यही हुन्छ। अब टोकन दिइसकेपछि दिनुभन्दा अगाडि नै हजुरले चाहिँ लालपूर्जा हेरिसक्नु भएको हुन्छ। अनि त्यसपछि त्यो फिल्डको ट्रेस म्याप अथवा नापी नक्सा पनि हेरिसक्नु भएको हुन्छ। यदि त्यो हेरिसक्नु भयो भने चाहिँ हजुरको एजेन्टले चाहिँ अथवा हजुर आफै गएर पनि जान सक्नुभयो अथवा हजुरको एजेन्टले चाहिँ नर्मल्ली दुईवटा कुरामा ध्यान दिनु पऱ्यो। मालपोत जाने, टोकन गर्नुभन्दा अगाडि है त, मालपोत जाने, मालपोतमा गएर रोक्का बुझ्ने, त्यसपछि अहिले नयाँ लागेको भनेको राहुल आयोग बुझ्ने है त, राहुल आयोगलाई बुझ्ने। अब त्यति बुझिसकेपछि यो दुईवटामा रोक्का छैन, राहुल आयोग पनि पर्दैन त्यो प्रपर्टीमा भनेपछि चाहिँ हजुरले टोकन दिँदा भयो। टोकन दिइसकेपछि हजुरले चाहिँ फर्दर प्रोसेस, टोकन त अब हामीले एक दिन आजलाई बुक गरेको जस्तो भयो। अब लिने नै हो भनेपछि प्रपर्टी हामीले बैना गर्नु पऱ्यो होइन त। बिफोर टोकन ट्रेस म्याप र त्यो त हजुरले हेरिसक्नुभयो, प्लस रोक्वा र त्यसपछि राहुल आयोगको बारेमा पनि हजुरले बुझ्नुभयो भनेपछि त्यसमा पनि क्लियर छ, त्यसमा डाउट छैन। प्रपर्टी त्यतिमा चाहिँ क्लियर छ। अब त्यसपछि हामीले बैना गर्ने बेलामा चाहिँ बैना गर्ने बेलामा चेक गर्नुपर्ने भनेको हजुरले निर्माण सम्पन्न चेक गर्नुहोस्, एउटा इजाजत पत्र चेक गर्नु पऱ्यो। त्यसपछि वाटर, इलेक्ट्रिसिटी बिल र वाटर, पानीको बिल चाहिँ कसको नाममा छ त्यो चेक गर्नुहोस्। त्यसपछिको भनेको यदि यो चेक गरिसक्नुभयो, निर्माण सम्पन्न पनि छ, त्यसपछि इजाजत पत्र पनि छ, त्यसपछि वाटर इलेक्ट्रिसिटी बिल कसको नाममा छ त्यो पनि चेक गर्नु भइसकेपछि चाहिँ हजुरले बैना गर्दा हुन्छ। अब बैनासम्म चाहिँ हामी कहाँ पुग्यौँ त, इन्ट्रेस्टेड हुनुभयो, तपाईँ लालपूर्जा हेर्नुभयो, अनि त्यसपछि ट्रेस म्याप पनि हेर्नुभयो, तपाईँलाई मन पनि पर्यो र हजुरले टोकन गर्नुभयो। टोकन गर्नुभन्दा अगाडि हजुरले रोक्का गर्नुभयो, रोक्का बुझ्नुभयो, प्रपर्टी रोक्का छ कि छैन, कसैको केही मुद्दा चलिरहेको छ कि त्यो प्रपर्टीमा। मालपोतमा गएपछि रोक्का छ कि छैन, यदि ब्याङ्कको रोक्का छ भने त्यो प्रब्लम भएन, हामीले पैसा पेमेन्ट गरेपछि चाहिँ ब्याङ्कले फुक्का गरिदिइहाल्छ, त्यसमा अब प्रब्लम भएन। कसैको अंशियारको रोक्का लागु हुन्छ, कसैको के को लागु हुन्छ, त्यो चाहिँ हजुरले चेक गर्नु पऱ्यो एकचोटि। यो भयो। त्यसपछि बैना गर्नुभन्दा अगाडि टोकन गरिसक्नुभयो। अब बैना गर्नुभन्दा अगाडि चाहिँ हजुरले इजाजत पत्र हेर्नुहोस्। यदि त्यो बिल्डिङ हो अथवा यु आर बाइङ अ हाउस, ल्यान्डमा चाहिँ परेन, हाउसमा चाहिँ हजुरले इजाजत पत्र, निर्माण सम्पन्न, इलेक्ट्रिसिटी बिल, वाटर बिल कसको नाममा छ यो चेक गर्नुहोस्। यदि यो क्लियर छ भनेपछि हजुरले बैना गर्दा भयो। अब बैना पछिको प्रोसेस हामीले नर्मल्ली पास गर्ने हो प्रपर्टीलाई। अब मेबी हामीले 35 दिन टाइम दिने अथवा 2 महिना टाइम दिने, 3 महिना टाइम दिने भन्ने हुन्छ। त्यो प्रोसेसमा चाहिँ हामीले के रेडी पार्नु पऱ्यो भनेपछि चाहिँ यो त एजेन्टको काम पनि भयो अथवा सेलरको काम पनि भयो। हामीले बायर भइसकेपछि सोध्नुपर्ने कुराहरू भनेको त्यसमा अंशियारको साइन अथवा मन्जुरीनामा रेडी गर्नु पऱ्यो, तिरेको क्लियर हुनु पऱ्यो। त्यसपछि घरबाट सिफारिस चाहिँ हामीले पास गर्नुभन्दा 1.5 हप्ता अगाडि अथवा 1 हप्ता अगाडि, 5 दिन अगाडि, 2 दिन 3 दिन अगाडि पनि लग्न सक्यो। यति भइसकेपछि बैना गऱ्यौँ हामीले, मन्जुरीनामा क्लियर गर्न लगाउने, त्यसपछि तिरेको डकुमेन्ट्सहरू क्लियर गर्न लगाउने, त्यसपछि घरबाट सिफारिस ल्याउनको लागि चाहिँ रेडी हुनु पऱ्यो। अरू सबै डकुमेन्ट्सहरू क्लियर भइसकेपछि घरबाट सिफारिस ल्याउनको लागि चाहिँ क्लियर हुनु पऱ्यो। अब त्यसपछि हाम्रो पास डे आउँछ, हामीले पास गर्ने। अब पास गर्नेमा नर्मली हामीले अहिले समात्ने भनेको लेखापढीलाई हो, लेखापढीबाट पनि जाने। अब यो सबै टोकन अमाउन्ट दिँदाखेरि पनि मैले एउटा छुट्याएको छु। टोकन अमाउन्ट दिँदाखेरि पनि हजुरले थैली चाहिँ भनिहाल्नुपर्छ। थैली भनेको एक्चुअल अमाउन्ट हामीले कतिमा कारोबार गर्ने त। जस्तै 3 करोडको प्रपर्टी छ भने हामीले 2 करोड थैली राखेर ट्याक्सको बारेमा, ट्याक्स छल्नको लागि, नर्मली यो लिगल त होइन तर यसरी नै भइरहेको हुन्छ कारोबार। सो थैलीको लागि पनि कन्फर्म हुनु पऱ्यो टोकन गर्नुभन्दा अगाडि। थैली पनि क्लियर भयो भनेपछि चाहिँ देन टोकन, देन बैना, त्यो सबै प्रोसेसहरू भयो, डकुमेन्ट्सहरू यति यो रिक्वायर्ड भइहाल्यो। अब मालपोतको पास प्रोसेस, अब हामी बायर सेलर दुवै जान्छौँ।
नागरिकता त्यो सबै त लगाउनै पर्ने हुन्छ, त्यो त जसले पनि भनिदिन्छ है त। त्यसपछि हामीले लेखापढीलाई समात्छौँ, लेखापढीले लिखत लेख्न थाल्छ, लिखत लेखेपछि लिखत पेस गर्नु पऱ्यो, पेस क्लियर भयो, टोकन यति अमाउन्ट, त्यसपछि सरी नट टोकन, थैली यति भयो, हामीले यतिमा कारोबार गर्न लाग्यो भनेर त्यो लिखतमा बुझाउने। त्यसपछि त्यसमै हामीले बेच्नेको अथवा बेच्ने जस्तै वाइफले अथवा सेलरपट्टिको म्याम हुनुहुन्छ बेच्ने भने उहाँको हस्बेन्डले चाहिँ राजीनामा दिने त्यहाँ, अथवा त्यो प्रोसेस मन्जुरीनामाको प्रोसेस हुन्छ त्यो थिचाउनु पऱ्यो। अब उहाँहरूको छोराहरूको सबैको त्यो रेडी गरेपछि हामीले त्यसमा त्यही लिखतमै त्यो फाइल अट्याच गर्ने। त्यसपछि हामीले लागेको लाभ कर, गेन ट्याक्स, त्यसको हामीले भाउचर बनाएर लेखापढीले बनाइदिनुहुन्छ त्यो चाहिँ, त्यो पे गरिसकेपछि अनि फर्दर प्रोसेस माथि डकुमेन्ट्सहरू लगेर जाने हो। अब माथि मालपोतमा डकुमेन्ट्स लग्दाखेरि मालपोत लेखापढीले नै भन्छ त्यहाँनिर दुईजनाको प्यान नम्बर चाहिन्छ नै। सो पर्सनल प्यान भए एकदमै राम्रो, व्यवसायी प्यान भए पनि भयो, तर पर्सनल प्यान भएपछि चाहिँ अझै राम्रो है। अब यो कुराहरू चाहिँ यसरी तपाईँले जानुपर्ने हुन्छ। अब केही कुराहरू जस्तै पर्सनल प्यान भयो, त्यसपछि बायरले यो बोथ पर्सनल प्यान अथवा व्यवसाय प्यान दुईवटा प्यान हुन्छ, दुईटै प्यानबाट जुन प्यान पनि भयो हुन्छ, तर नर्मल्ली पर्सनल प्यान भयो भने चाहिँ अझै राम्रो। त्यसपछि भनेको बायरले चाहिँ 3 करोडको प्रपर्टी किन्दैछ, 3 करोडको प्रपर्टी किन्दैछ भने उसले 1.50 को लोन लगाएको छ। अब लोन त हामीले देखाउनु परेन, किनभने ब्याङ्कबाट लगाउनु लागेको लोन हो भनेर। बाँकीको 1.50 को चाहिँ 1.50 को अमाउन्टको चाहिँ उसले ट्याक्स पेएबल अमाउन्ट देखाउन सक्नु पर्यो। ट्याक्स पे गरेको अमाउन्ट, यो चाहिँ मैले ट्याक्स यतापट्टि मेरो अथवा बिजनेस छ उसको, व्यवसाय रन गरिराख्नु भएको छ भने त्यसको चाहिँ उहाँले पे गरेको त्यो डकुमेन्ट्स ल्याउनु पऱ्यो। मैले यसरी चाहिँ पे गरेर आएको छु, मेरो मन्थली इन्कम यति हुन्छ र 1.50 चाहिँ मेरो लिगल पैसा हो भनेर देखाउनु पर्छ है त। यदि त्यो देखाउनु सकेनन् भनेपछि चाहिँ प्रब्लम आउँछ। तर नर्मल्ली लेखापढीहरूले मिलाइ नै हाल्छ। यो फ्याक्ट मैले देखेको कुराहरू भन्न मिल्छ कि मिल्दैन, अस्ति हामीले त्यो पास प्रोसेसमा यति नै छ आई गेस। पासको प्रोसेस भनेको मालपोतमा अब मेन भनेको हजुरले इन्ट्रेस्टेड हुनु पऱ्यो, टोकन गर्नु पऱ्यो, रोक्का यताउता चेक गर्नु पऱ्यो, बैना भयो, बैनापछिको मन्जुरीनामा, थिरो, घरबाटो सिफारिस, त्यसपछि दुवै बायर र सेलरको प्यान नम्बर, थैली अमाउन्ट अगाडि नै दिनु पऱ्यो। त्यसपछि बायरले चाहिँ पे गर्दाखेरिको अमाउन्ट चाहिँ लिगल नै हो भन्ने खालको डकुमेन्ट्सहरू चाहिँ उहाँले रेडी गर्नु पऱ्यो। यति प्रोसेस भइसकेपछि मालपोतमा पास हुन चाहिँ टाइम लाग्दैन। अब हाम्रोमा चाहिँ मेरो केसमा चाहिँ हामीले लगभग लास्ट भनेको असारको 32 गते पास गरेका थियौँ। हामीले 2टा प्रपर्टी पास गरेँ मैले असारको 32 गते। सो एन्ड पनि भयो, फिस्कल इयर सिद्धियो, नयाँ स्टार्ट हुँदै थियो। सो त्यति बेला एकदमै रस थियो। मैले धेरै कुराहरू पनि सिकेँ अनि फिल पनि गरेँ, यस्तो पनि हुँदो रहेछ भन्ने कुराहरू। त्यही नै थियो मालपोतको पास प्रोसेस अथवा प्रपर्टी बाइङ प्रोसेस भनौँ न। यो चाहिँ यसरी चाहिँ जान्छ। इफ यु लाइक द भिडियो, if you found any knowledgeable content in this, don't forget to give a like, subscribe and stay tuned. I'll update you every details or every knowledge I gain day to day life in real estate. Thank you for watching.